ओ नमस्कार हजुर हजुर नमस्कार हजुर नमस्कार आमा आउनु यहाँ नमस्कार गर्नु सुँगुरको फारम हो राम्रो राम्रो अब अनि हात नछोडी होइन अनि कति वर्ष भयो तपाईँहरूले यस्तो पाल्नु म यहाँ बसेको 4 वर्ष भयो ए तपाईँको घर चाहिँ खास घर हाम्रो चम्पे हो चम्पेमा हो हजुर ए चम्पेतिर नि गइरहेको छु त म बजारमा चम्पेदेखि हाम्रो एकदम तल पर्छ तल ए लास्ट गाउँ ए ल ल हुन्छ डाँडाको बक्सेको यता वरिपरि पर्छ वरिपरि पर्छ हाम्रो हुन्छ यसो म हेर्छु है त ल हस् हस् हेर्नु हुन्छ सक्नुहुन्छ ल चारो सारो त दिइसक्नु भयो होला बिहानै 8 बजी दिएको अब बेलुका 5 बजी यहाँ चाहिँ के पाल्नु भएको छ हौ कुखुरा कुखुरा ओथ्रा बस्ने अन्डा पार्ने ए उता जानुहोस् उता रक्सी पार्ने छ ए हुन्छ हुन्छ यता चाहिँ रक्सी पार्नुपर्छ यो चाहिँ रक्सी पार्ने भण्डार यो चाहिँ अनि यो फर्मको बङ्गुरलाई चारा हाल्ने भाँडाहरू देख्न सक्नुहुनेछ यो चाडा पार्न चुला छ बिहान 4 बजे रक्सी पार्छौँ ए अनि त्यहाँदेखि यही हो हाम्रो सुँगुरलाई चारो अनि रक्सी पार्ने भाँडाहरू पनि यहाँ यी चाडबाडको लागि तपाईँहरू देख्नुहुनेछ यी यो पैनी भन्छ यसलाई बट्टा भन्छ है यो भित्र रक्सी झर्ने सबै देख्नुहुनेछ यो चारवटा हो यो बिहान जहिले पनि दैनिक दिनको चाडबाड किनकि बङ्गुर पालन भएको कारणले गर्दा एउटा फर्म भएको कारणले गर्दाखेरि चाराको अभावले पनि त्यसले गर्दा पनि उहाँहरूले अब पार्नै पर्ने हुन्छ किनकि उहाँको सेपका कटहर भाडा पनि बेलुका च्वाचेसँग पिरोसँग रक्सी पनि बिक्री हुन्छ त्यही भएर पनि हो चाराको भण्डार हेर्नुहोस् यस्तो चारा राम 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 भगवान् बङ्गुरको तपाईँहरूले दृश्य देख्न सक्नुहुनेछ प्रत्येक घरमा माउ कसरी बेच्दै हुन्छ हौ पाठा चाहिँ हेरी हेरी छ ए अब राम्रोलाई राम्रो जाम अँ अब अलिक छनौटालाई छनाउँदै जाम यस्तै छ पाठा मासुमा पाठा पाठा कसरी मासु कसरी बेच्दै मासु त अब 500 रुपियाँ हो पाठा त अब 5000 6000 4000 हेरी हेरी छ नि त पाठा बेच्दा हुन्छ पाठा हेरी हेरी उता ठिक छ होला नि यताबाट आउनुहोस् यो यहाँ पनि बच्चाहरू छ चारो चाहिँ खास के खुवाउनुहुन्छ हौ चारो त तपाईँको अब त्यही त हो नि कोलाको दाम्चा त्यही खट यो सबै लाइनै छ यता ए यता नि रहेछ यता पनि छ अलि निहुरेर आउनुपर्छ ए हुन्छ हुन्छ यो भिर हो ठुलो भिर अँ अनि यिनीहरू चाहिँ अब पूजा गर्नु लागेको माथि लाग्छ अलिक ए हुन्छ हुन्छ भइहाल्छ कुनै कोठा खाली छैन पैसामा 2 जग्गा लु कुखुरा पनि यो चाहिँ अब बिरै हो यो पनि बिरै हो ए भागो त सबै चारो चाहिँ कति बजी दिनुहुन्छ चारो बिहानको 8 8:30 मा ए बेलुकाको 5:30 मा दिन्छु यिनीहरू सबै यो लाइनको दुईटा सिरानीको र पुछारको बिहाको छ यिनीहरू सबै ब्याउनु छ
हामीहरूको किनभनेदेखि जिल्ला भोजपुर हो, हजुर गाविस चम्पे हो। हजुर अब यहाँ बस्नु चाहिँ अब हाम्रो गाउँ चाहिँ तल सालघारी पर्छ, हजुर हजुर तल पर्छ। अनि यहाँ चाहिँ अब के गर्नु, यस्तै अब ठिकै छ त। बसेको। जोसँग बसेको बसेको छ त होइन। सत्यको अगाडि गई पनि गर्दैन। ल सर हजुर है, हजुरलाई नमस्कार। अब के गर्नु, यो अब बिचरा मेरो बाउ आमाको लागि अब के गर्नु। भित्र आउनुहोस्। ओहो ल हेरौँ त भित्र पनि। हामीहरू त एकदम यस्तै छ, खतरा मतरा घर हो। यो चाहिँ अहिलेको हालको लागि सबै यो कालो ड्रममा भएको चाहिँ सबै यो जाँडहरू हजुर, जाँडहरू यही दुईजना बाउ आमाले बिचरा बुढापाकाहरूले गरेको जाँडहरू हो। अझै हेर्नु छ रक्सीको, हेर्नु छ यता छ कता कता यी गिलानहरू हेर्नुहोस्। यस्तोमा अलिक शीतल हुन्छ है। यस्तोमा तपाईँको माथिबाट ढिल्ला छ, तलबाट हेर्नुहोस् यी सबै यो रक्सी, सबै रक्सी हो यो गिलानहरू। हेर्नुहोस्, हेर्नु सक्नुहुन्छ नेपाली जनताले सबैले बिचरा हाम्रो बाउ र आमाले राति 3 बजेदेखि उठेर गरेको दुःखहरू। म पनि एक गिलास मारिहालेको भन्नु न। होइन यस्तो त गर्नुपर्छ त। यो टिभीमा आउँछ, मोबाइलमा आउँछ कस्तो अनि साँच्चै भनेको छ कि सुधिल त फेरि